धरौटीमा रिहा भई पुनः आफ्नै पार्टी कार्यालयबाट राजनीतिक यात्रामा फर्किनु भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। राजनीति जनविश्वासको खेल हो। यहाँ आलोचना पनि हुन्छ अनि माया पनि। राजनीतिमा आलोचना र समर्थन दुवै स्वाभाविक हुन्। आजको चुनौती भनेको भावनाभन्दा माथि उठेर पारदर्शिता, इमानदारी र जवाफदेहिता मार्फत जनताको भरोसा जित्नु हो। अबको यात्रामा कानुनी प्रक्रियालाई सम्मान गर्दै, सङ्गठनलाई अझ सुदृढ बनाउँदै, आम नागरिकका सवालहरूलाई प्राथमिकतामा राख्दै राजनीतिमा सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गर्नुहोस् भन्ने कामना छ। समयले सबैको मूल्याङ्कन गर्छ। काम र चरित्रले नै अन्तिम फैसला सुनाउने हो। शुभेच्छा छ देश, जनता र लोकतन्त्रका लागि सही बाटो रोज्न सक्नुहोस्। आरोप प्रत्यारोपभन्दा माथि उठेर सफा नियत, स्पष्ट काम र जनताप्रतिको इमानदारी फेरि एकपटक प्रमाणित होस्। समयले सत्य आफै देखाउँछ। नाराभन्दा नतिजा र आरोपको जवाफ पारदर्शी नेतृत्वबाट दिनु आवश्यक छ। जनविश्वास गुमाउन समय लाग्दैन, तर जित्न साहस र इमानदारी चाहिँ अवश्य चाहिन्छ। गुड लक।